यसको भित्र हेर्न मिल्छ पछि तातोले कहाँ सकिन्छ भोलिबिहान भोलिबिहान यसो हेरेर फोटो खिचेर यो हामी सुर्खेतमा कहाँ यत्रो दाउरा बनाउँछौँ तपाईँको यहाँ पनि एक उहाँलाई हाल्नु अनि आवश्यक छैन यहाँ हिउँ आएपछि भित्र दाउरा हालेर सेक्ने हो कि पुरा यो हुँदामा हामीलाई काम दिन्छ सुर्खेतमा भडान गरेको हुन्छ एउटामा हाम्रो बुढ्दा चाहिन्छ त्यो कि सानो बनाउनु पर्छ एकदम सानो बनाउनु गएर यति दाउरा जहाँ जहाँ पानी आउँछ त्यसको तपाईँ धेरै सानो बनाउनु पर्छ यो पाइप मसिनो हाल्नु पर्छ हाम्रो त यति लामो माथि किन हाल्नु परेको कहाँ छ यो त सट्ट बाहिर सिन्जाल पनि उन्ज्यालोबाट यस्तो गर्छ झेडो धुवा पास्नु गाह्रो हुन्छ यहाँ यसले माथिबाट दियो देख्नुभयो पुग्नुपर्छ तपाईँलाई पनि 3 किलोमिटर छ त्यसले माथिबाट हावाले एउटा फुटेर पनि छ यो माथि हावा गयो माथि हावा लागिरहेको छ त माथि त्यो भएर चाहिँ हावाले आफ्नै अब आगो पुग्या हो कि धुवा यतिर धुवा गइरहेको हुन्छ धुवा गएर हावाले त्यति प्रेसर जानु दिनु छ ठिकै हुन्छ तर यो चिया बेच्नु पनि हुन्छ कि तपाईँ यहाँ आएको मान्छेलाई मात्रै खिलाउँछ त्यति छैन अलिअलि बच्चाले बनाएको कति सबै काठमाडौँ लगेर यहाँ बच्चा त्यसको चियापत्ती दिनु पऱ्यो हामीलाई चियापत्ती चाहिँ अलिकति गर्नु पऱ्यो लेकमा भेडीगढमा आकेरीमा अनि त्यसपछि भेडा छ यहाँ रमाइलो त्यसपछि यो कुन ठाउँ अरे मुगु जिल्लाको जेउडी अब यहाँबाट भोलि बिहान 1 घन्टा मर्निङ टाइम गर्ने माथि पुगिन्छ अनि मजासँग माथि के गर्ने त भन्दाखेरि दिनभरि फोटा किन्ने ऱ्याफ्टिङ गर्ने त्यसपछि घोडा यता दुगुर आउने कोही उता दुगुर आउने दिनभरि त्यहाँ हुन्छ काम अनि तपाईँको 4 बजिसकेपछि के हुन्छ त भन्दाखेरि अनि बल्ल तलमा चाहिँ झर्ने हामी त उतापट्टि झर्नु पऱ्यो नि अब होइन म्याडम उता जुम्ला हुँदै जाने हो नि त भोलि हो गमगढी कहाँ जाने त होइन त्यो त म त यो बाटो आएको थिएन त्यहाँ गएपछि म थाहा पाइहाल्छु झर्ने गाडीमा जाने जुम्ला हुँदै घुम्दै जाने हो